अनि घारा लाएर लगाएर के आउँछ त हो माथि मैले तिर नचढेर अनि कहाँ झर्छ यतिकै इन्पुटिङलाई के गर्दा आउँदैन हामी रमाइलो खेल्न आयो त्यस्तै रमाइलो हुन्छ यतिकै ओ ओ कहाँ हो कस्तो ओए म आए यी गाडीमा आउँछ ओ त्यही गाडीमा जाने म त्यही गाडीमा हिँड्यो ए केटाहरु यस्तो छ हाम्रो अवस्था ए तपाईसँग है साथीहरु सुनेल आने भाउ कहाँ त हिँड्दै गर्छ खाला उहाँहरु हाम्रो अवस्था यस्तो छ पछाडी ढोग्रोमा बसेको मलाई पनि देखाएन मस्तम अबे पनि कहाँ त अवस्था यस्तो छ हामी सिँड्नु पाएर पछाडि ढोग्रोमा बसिरहेको छ हामी पछाडिको दामी देखिरहेको छ भ्यू साथीहरु उता हाम्रो छाब्रे पाटन सहित हामी ओ भाइरल काका सबै अल्लाह यो बढ्या आउँछ अनि त्यो एजेन्टहरुले खाना रहेछ 20-25 लाख काम गरिदिने उता देखिरहेको साथीहरु त्यो छाब्रे पाटन सहितको हो गुणेन्द्रको पाटन देखिरहेको छ त्यो आइरहेको छ हामी चाहिँ यतिखेर चाहिँ पानी पुग्न लाग्यौँ कहाँ छ तपाईँ हामी भिडियो खेल्न है साथीहरु रमाइलो छ अब एकचोटि लास्ट चोटि गरे साथीहरु हेर्नुहोस् न के दामी सुन्छ कति रमाइलो छ हाम्रो मालदा जिल्लाको बुढेलमा पानीको भएको यो धमसने यो पोरके लेक उल्टीबाट आएको छन् गाडीमा आएको देखिँदैछ 7-8 जना 10-15 यहाँको चहल पहल चाहिँ साथीहरु छ प्राय यहाँ पर्यटन स्थल हुने गर्छ एक किचन त एक स्टाफको यतिखेर चाहिँ हामी पोरखे लेकमा छौँ हामी हिउँ खेल्न आएका थियौँ कुल्टीबाट एकदमै रमाइलो दृश्य साथीहरु यहाँ टन्न साथीहरु टन्न हामी क्याम्पस टिम आएका छौँ अनि यहाँ हिउँ आइरहेको छ माथि टक्क आइरहेको छ झमझमपारामा यो पारिपट्टिको दामी आइरहेको छ यो हिउँहरू होइन हामी माथि जान्छौँ माथि जङ्गल गएर रमाइलो छ हामी खाजा खाइरहेका छौँ हामी गरिरहेका छौँ हामीलाई यहाँ गाडीहरू त्यति स्टक छन् हामी यो गाडीमा आएका थियौँ त्यो गाडी त्यहाँ स्टक छ अर्को त्यहाँ स्टक छ एकछिन यहाँ खाजा खाएर निस्किने कुरो भयो हामी यो हिउँ रमाउन आएका सम्पूर्ण पर्यटकहरू आन्तरिक पर्यटकहरू हुनुहुन्छ उहाँहरू एकदम रमाइलो भइरहेको छ यहाँ यो सिजनमा चाहिँ हिउँ परेको सबै रमाइलो भइरहेको छ साथीहरु यहाँ हेर्नुहोस् पुरा हिउँ हेर्नु यो कति दामी छ यहाँ आज हिउँ खेल्न आएका हौँ होइन यस्तो रमाइलो भइरहेको छ कि साथीहरु पछाडि हेर्नुहोस् हामी आन्तरिक पर्यटकहरू टन्न आउनुभएको छ
यो रमाइलो चाहिँ अति नै रमाइलो गरेको छ। यहीँ परेको चाहिँ कुल्टी क्षेत्रबाट आएका सम्पूर्ण यहाँ दर्शक पर्यटकहरू आउनुभएको छ। यहाँ तपाईँ देख्न सक्नुहुन्छ यहाँको रमाइलो भइरहेको छ। माथि माथि जानेछौँ हामी, माथि माथि जानेछौँ हामी, माथि पान्तीमा जानेछौँ हामी, हिउँमा रमाउन जानेछौँ। एकदम रमाइलो हुनेछ आजको भिडियो आजको बबाल भिडियो हुनेछ। तपाईँ देख्न सक्छौँ हामी, तपाईँ देख्नेछौँ हामी। हाम्रो क्याम्पस टिम पनि आएको छ आज। अनि क्याम्पस टिम पनि सम्पूर्ण स्टाफहरू आएका छौँ हामी। रमाइलो यो एकदम आनन्द भएको छ। यो बाजुरा जिल्लाको वीरेन्द्र नगरपालिका वडा नम्बर 10 स्थित 9 सायद 9 छ, 9मा रहेको यो पोरखे लेकमा छौँ हामी। रमाइलो भइरहेको छ। यहाँ पोरखे लेकतिर छौँ, हिउँमा रमाउन आएका छौँ हामी। तपाईँ पछाडिको दृश्य देख्न सक्नुहुन्छ, एकदम रमाइलो दृश्य भेटेको छ। हामी चाहिँ हिउँमा चढिरहेका छौँ, त्यो एकदम आहा ओ माई गड हाइट हामी ओइ मासला छिटैन ओइ मा तपाईँ देख्न सक्नुहुन्छ साथीहरू, यी रमाइलो गरेको छ। लगभग यहाँ 200-300 जना पर्यटकहरू आउनुभएको, आन्तरिक पर्यटक आउनुभएको छ। हामी यहाँ बाजुरा जिल्लाको वीरेन्द्र नगरपालिका नम्बर 9मा रहेको पोरखे लेकमा छौँ। यति हामी हिउँमा रमाइरहेका छौँ। उहाँ चाहिँ रमाइलो रमाइलो गरेका साथीहरू है। हामी चाहिँ यो चाहिँ हिउँमा चिप्लो छ साथीहरू, एकदम चिप्लो छ है। यी टोली उता गइसकेको छ साथीहरू होइन, टोली त्यहाँ गइसकेको छ। यताबाट म यताबाट यता टक म त्यहाँ जान्छु। टोली त्यहाँ गइसकेको छ टोली। एकदम रमाइलो भइरहेको छ। आजको चाहिँ हामी आज शुक्रबारको दिन पारेर हामी शहीद दिवसको दिनमा चाहिँ आज हामी वीरेन्द्र क्याम्पसका सम्पूर्ण स्टाफहरू चाहिँ पार्ट टाइम टिचर र फुल टाइमर स्टाफहरू सम्पूर्ण हामी वीरेन्द्र नगरपालिका नम्बर 9 स्थित रहेको पोरखे लेकमा हामी घुम्न आएका छौँ। टोली अगाडि गइसकेका छ। माथिबाट तपाईँ देख्न सक्नुहुन्छ हिउँबाट हानाहान भइरहेको छ। म चाहिँ यताबाट भिडियो लिएर यो महिनाको भनौँ न यो वर्षको हिउँ चाहिँ भर्खरै आएको थियो, 2-4 दिन अगाडि आएको थियो र हामी चाहिँ हिउँमा रमाउन आएका छौँ हामी। तपाईँ देख्न सक्नुहुन्छ साथीहरू, म अगाडि बढिरहेको छु। तपाईँले देखाउनुहुन्छ माई गड यो कहाँ जाने होला यहाँ। ओ माई गड खतरा छ साथीहरू, जहाँ हेर्दै रमाइलो लागिरहेको छ मलाई। ओ माई गड म कहाँ जाउँ। ओ माई गड ए कहाँ हो कहाँ थाहा छैन मलाई, म हरिएँ ल। म फर्किन्छु। म या चिसो म चाहिँ बाटो त्यही माथि गइसकेको छ। माथि दरबारमा जान्छौँ हामी। पोरखे गढी दरबार माथि छ, हामी त्यहाँ जाँदैछौँ अगाडि। मलाई बाटो पत्ता लगाउनै गाह्रो भइरहेछ साथीहरू। इ ओ माई गड बाटो पत्ता लगाउनै गाह्रो भयो। हो चिसो हो हो वाह यी पछाडिको भ्यू हेर्नु साथीहरू, एकदम बोबाल भ्यू छ, खतरा भ्यू छ, फ्यान्टास्टिक। तपाईँ पनि बाजुरा जिल्लाको आसपासमा हुनुहुन्छ, नजिक हुनुहुन्छ, वीरेन्द्र नगरपालिका वडा नम्बर 9 अवस्थित पोरखे लेकको आसपासमा हुनुहुन्छ तपाईँ आउनुहोस्। अझ पनि हिउँ बाँकी छ, यहाँको आनन्द लिनुहोस् पनि भन्न चाहन्छु साथी तपाईँलाई। यो तपाईँ हामीले गर्दा चाहिँ यो आन्तरिक पर्यटकको चाहिँ वृद्धि विकास हुन्छ साथीहरू। यहाँका होटल व्यवसायीहरूको पनि आर्थिक उन्नतिमा अलिकति सहज हुन्छ। हामीले 1 कप चिया खाए पनि उहाँहरूको चाहिँ
आर्थिक स्थितिमा अलिकति वृद्धि छ साथीहरू होइन र आर्थिक वृद्धिको एउटा पाठ हुन सक्छ भन्न चाहन्छु तपाईँलाई आउनुहोस् होइन यो ठाउँमा रमाउनुहोस् यो प्रकृतिले दिएको एकदम अनुपम रमणीय ठाउँ यी हेर्नुहोस् यो लगभग 2-3 फिट हिउँ जमेको छ यसमा होइन अब चाहिँ यहाँ हिँडिरहेको अवस्था छ म टोली चाहिँ अगाडि गइसक्यो माथि गइसकेको छ म यहाँ छु पछाडि छु किनकि म भिडियो बनाउँदै आएको थिएँ म तपाईँ यी साथीहरू हेर्नुहोस् लडेँ म लडेँ कस्तो साथीहरू म लडेँ है त लामन्तरको गाडीहरू देख्न सक्नुहुन्छ सबै गाडी यो कुल्टीबाट आएका गाडी सबै हिँड्नु साथीहरू यति गाडी छन् होइन यो गाडी चाहिँ सम्पूर्ण साथीहरू चाहिँ यहाँका पर्यटकहरू आउनुभएको छ यहाँ हिउँ खेल्न आउनुभएको छ कोही कतिपय फर्किसक्नु भएको छ कतिपय पुगिसक्नु भएको छ र कतिपय पुग्ने अवस्थामा हुनुहुन्छ साथीहरू हेर्नुहोस् रमाइलो हेर्नुहोस् मोटरसाइकल जीपहरू यति स्ट्यान्डबाई छन् साथीहरू यो एकदम रमाइलो क्षण हो तपाईँको यो आउनुहोस् तपाईँ पनि रमाइलो गर्नुहोस् भन्न चाहन्छु साथीहरू बाजुरा जिल्लाको फेरि भन्न चाहेँ बुढेन्द्र नगरपालिका 9 पोरखे लेकमा हामी यसपछि हामी पोरखे गढी अर्थात् पोरखे पुरानो यहाँ दरबार थियो अरे हो त्यो दरबारको अवस्था के छ त थाहा छैन मलाई खासै म गएको छैन हामी जाँदैछौँ साथीहरू हामी जाँदैछौँ साथै ऊ माथि हेर्नु साथीहरू हिउँमा पुरा रमाउनु भएको सम्पूर्ण पर्यटकहरू आउनुभएको छ हामी लगायत हाम्रो क्याम्पस टिम लगायत सम्पूर्ण अरू पनि अन्य ठाउँबाट पनि आउनुभएको छ सम्पूर्ण पर्यटकहरू आन्तरिक पर्यटक हुनुहुन्छ उहाँ कोही फर्किने अवस्थामा हुन्छ कोही भर्खरै यहाँ होइन यसरी हामीले के गरिरहेको छौँ त हिउँको भिडियो बनाइरहेको छौँ सधैँ तपाईँलाई यो भिडियो कस्तो लाग्छ मन पऱ्यो लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला भन्न चाहन्छु साथीहरू न अनि राजेन्द्र भ्लगमा चाहिँ तपाईँहरू राजेन्द्र भ्लगलाई लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु साथीहरू तपाईँको यो अनुपम अद्भुत दृश्य तपाईँ देखेका छौँ तपाईँलाई हेर्नु सधैँ कतिजना दामी हिउँ आइरहेको छ त हिउँमा हिँडिरहेको अवस्था छ हामी साथीहरू न अब माथि एउटा दरबार छ अरे पोरखे गढी नाम चलेको पोरखे गढी छौँ हामी जहाँ जाँदैछौँ यो कालो छ हिउँ छ बाटो अप्ठ्यारो छ चिप्लो छ बाटो छ हामी अगाडि बढ्दैछौँ र अगाडि टोली अगाडि गइसक्नु भएको छ र म पछाडि एक्लै छु साथीहरू किनकि भिडियो बनाउनुपर्छ भन्ने हिसाबमा चाहिँ म अगाडि बढ्न सकेको छैन किनकि यता तपाईँ देख्न सक्नुहुन्छ एकदम चिप्लो बाटो छ हिउँ होइन अति नै रमाइलो लागिरहेको छ साथीहरू यहाँ पुरा एक दिन एक रात यहीँ बसे पनि मान्छे जुन चित्त बुझ्ने छैन होइन यहीँ बसौँ जस्तो लागिरहेको छ हिउँ चाहिँ एकदमै यहाँ माथि त 4 देखि 5 फिटसम्म छ साथीहरू हिँड्नु चाहिँ यहाँ छ टोली माथि गइरहेका छन् माथि त्यहाँ पुरखर दियो साथीहरू साथीहरू यतिखेर चाहिँ हामी पोरखे गढीमा पुगिसकेका छौँ साथीहरू तपाईँ देख्न सक्नुहुन्छ यता यो पुरानो राजदरबार हो तपाईँ अवशेष देख्न सक्नुहुन्छ यहाँ यता हेर्नुहोस् किनकि भग्ना यो अवशेष हो किनकि यो भत्किएको छ अहिले पुरानो राजदरबार हो भन्ने हामीले थाहा पाएका छौँ तपाईँ उता देख्न सक्नुहुन्छ यहाँ लगभग 100 भन्दा बढी पर्यटकहरू यहाँ आउनुभएको छ आज बिदाको दिन पारेर तपाईँ पनि यदि आसपासमा हुनुहुन्छ भने आउनुहोस् होइन रमाइलो गर्नुहोस् हिउँको मजा लिनुहोस् सधैँ यस्तो अवसर पाइँदैन वर्षको एकपटक आउँछ यहाँ हिउँ होइन साथीहरू यो दाजु यो पोरखे गढी दाजु दरबार हामी यहाँ तपाईँलाई एकदम यो भिडियो लाइभ देखाइरहेका छौँ साथीहरू हामी हिउँको लाइभ देखाइरहेका छौँ हामी यतिखेर चाहिँ हामी पोरखे गढीमा छौँ साथीहरू होइन हिउँमा रमाइरहेका छौँ उता टोली उता आइसकेका छ मेरो टोली म चाहिँ यता छु किनकि म भिडियो बनाउनलाई यता आएको छु तपाईँ देख्नुहुन्छ यहाँ उता टोली उता देउडामा छ
माया ल छ नाइ म भिडियो मात्रै गर्ने हो म आउँदैन म भिडियो मात्रै गर्ने हो ल ल ल तपाईँ सुरु गर्नु ल ल सुरु पञ्चालजी भन्छ मामा के गर्नु पलिसा यहाँ यो पञ्चलक्ष्मी आदर्श विद्यालय कुल्टी वडा नम्बर बुढिन्द्र नगरपालिका 3 भर्सेस हाम्रो बुढिन्द्र क्याम्पस कुल्टी बाजुराको एउटा रमाइलो एउटा प्रतियोगिता भइरहेको साथीहरू एउटा रमाइलो मात्र हो यसो नसम्झिनुलाई हामी सँगै भेट भएछ हामी उहाँहरू पनि घुम्न आउनुभएको र हामी पनि घुम्न आएका होइन यो पञ्चलक्ष्मी आदर्श विद्यालय सिराडी बुढ्नुपा 3 सिराडी र यो हाम्रो बुढिन्द्र क्याम्पस कुल्टी बिच भइरहेको रमाइलो हो एउटा होइन तपाईँ देख्न सक्नुहुन्छ यता रमाइलो भइरहेको छ हिउँमा यो पुर्खा गढीमा देउडा भइरहेको छ साथीहरू होइन तपाईँ देख्न सक्नुहुन्छ अब तपाईँको चाहिँ यो हाम्रो रमाइलो भइरहेको छ एकदम यो रमाइलो दृश्य छ ल उहाँ चाहिँ गीत फर्काइसक्नु भएको छ यता हात जोड्नु हात जोड्नु चाहिँ हाम्रो क्याम्पस साइड कर्म लिन्छ होइन ढाका टोपीमा लेख्नु भएको छ तपाईँ यो मेरो ब्याकग्राउन्डमा देखिरहेको हिउँ छ एकदम लगभग 4 देखि 5 फिटसम्म हिउँ छ साथीहरू होइन हामी चाहिँ यतिखेर हामी पर्खी गाडीमा छौँ कुल्टी बुढिन्द्र नगरपालिका वडा नम्बर 9 स्थित पर्खी गढीमा छौँ यतिखेर हामी बुढिन्द्र क्याम्पसको सिङ्गो स्टाफ टिम आएको थियो हामी पार्ट टाइम प्लस फुल टाइमर सम्पूर्ण यहाँका टिचिङ स्टाफदेखि लिएर प्रशासनिक स्टाफदेखि लिएर सम्पूर्ण स्टाफमा आएका थियौँ बुढिन्द्र नगरपालिका हामी 9 स्थित पुरैगढीमा आएका थियौँ यो रमाइलो हिउँ खेल्न आएका थियौँ तपाईँ देख्न सक्नुहुन्छ यहाँ रमाइलो भइरहेको छ यहाँ देउडा खेलिरहेको छन् र हामीले अघि हामीले देखेका थियौँ बुढिन्द्र नगरपालिका 1 स्थित बाधुङ माविका विद्यार्थी पनि आउनुभएको छ होइन एकछिनमा त्यो पनि म तपाईँलाई त्यो उहाँहरू अलिक टाढा हुनुहुन्छ त्यो पनि भिडियो तपाईँलाई देखाउनेछु तपाईँ पनि नजिक हुनुहुन्छ आउनुहोस् साथीहरू प्लिज यहाँको अवलोकन गर्नुहोस् रमाइलो लिनुहोस् होइन यहाँका होटल व्यवसायीको पनि थोरै भए पनि यहाँको आर्थिक स्थिति अगाडि बढ्छ त्यसको लागि तपाईँहरू एउटा 1 कप चिया खाए पनि उहाँको आर्थिक स्थिति बढ्छ भन्ने पनि मैले ठुलो अपेक्षा गरेको छु साथीहरू आउनुहोस् यसरी नै आन्तरिक पर्यटन प्रवर्धन गर्नु हाम्रो मुख्य भूमिका हो होइन नेपाली एउटा सभ्य नागरिक भएको कारणले एउटा चाहिँ यो गर्नु भूमिका हो हाम्रो कर्तव्य पनि हो रमाइलो भएको छ तपाईँ नजिक भएको आउनुहोस् साथीहरू को कहाँबाट के गरिदिनुहुन्छ होइन यदि तपाईँलाई यो भिडियो मनपर्छ भने लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला भन्नु चाहन्छु साथीहरू यहाँ बच्चादेखि लिएर सम्पूर्ण साथीहरू आउनुको चाहिँ हेर्नुहोस् न मार्यो एकछिन रमाइलो देउडा सकिएको छ यहाँ रमाइलो भइरहेको छ साथीहरू यहाँ एकदम रमाइलो आजको एकदम उसमा हाल्नु है पछि रमाइलो गर्दै के छ ल ल ल ल ल हिउँ यहाँ आइरहेको छ को हिउँ आयो हिउँ
नगर 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 लेखा भाषा नगर ओए नगर नहीं भने हामी चाहिँ यस्तै छन् ठिक छ ओके यता नन स्टप फाल ओए आउजी फाल ओ फाल ओ फाल यहाँ चाहिँ अंकित यहाँ हेलो ल ओके रेडी ल रेडी अलिजा सुरु गर्नु यहाँ यहाँ फोटो खिचा यहाँ चाहिँ सुरु गर्नु यहाँ तेरी कस्तोरमा ओ खेल्ला ओ जल्दी ल बडी खेल्नु यति टिम बन्नु त्यही मेरो नानी बाज रम्यो भएको छैन रेडी भएको छैन त पछाडी आतो अस्ति भिजियो ओ जन्जी ए भयो ल सबै आउँ है ल धन्यवाद ए पाण्डु छैन पाइलो बाटो पोरो क्या उकालो ए पोरो क्या उकालो पाण्डु छैन पाइलो बाटो पोरो क्या उकालो पाण्डु छैन पाइलो बाटो ए गाछ क्या उकालो पहिलेमा सदनी गरे ए गाछ क्या सुकालो पहिलेमा सदनी गरे ए गाछ क्या सुका ओप्सन आउजी काम गर्यो यहाँ साथीहरू माथि आएका आन्तरिक पर्यटक सबै रमाइलो रमाइलो छ यहाँ तपाईँ देख्न सक्नुहुन्छ साथीहरू यो पर्यटक गाडीमा छ म अघि बारम्बार भनिरहेको छु उता त्यो चाहिँ तपाईँ यी काला जाग्रा त्यो भनेपछि त्यो चाहिँ बुढिन्दाको एरिया छ त्यो बुढिन्दाको एरिया तपाईँ देख्न सक्नुहुन्छ त यी छाब्रे अदनचुली सात पाखे रानीखेर्का हुँदै त्यो अगाडि जाने एरिया हो त्यो उता चाहिँ चन्डुस्का हो त्यो भनेपछि यतापट्टिको चाहिँ यी छाब्रे एरियामा तपाईँले देखाएको छु अन्त म माथि भिडियो बनाएको यो हिउँमा रमाउनुको मजा ब्यागले हुन्छ साथीहरू तपाईँ त सक्नुहुन्छ त कसरी मेरो ब्याकग्राउन्डमा पुरा हिउँ मात्र छ कति 4 देखि 5 फिट हिउँ जमेको छ साथीहरू उता पनि देख्नुहुन्छ साथी हामी चाहिँ अझ पनि पोथोखे लेकमै छौँ साथीहरू रमाइरहेका छौँ मजासँग रमाइरहेका छौँ हिउँमा रमाइरहेका छौँ तपाईँ पनि आउनुहोस् रमाउनुहोस् आनन्द लिनुहोस् भन्न चाहन्छु साथीहरू यो मौसमको रमाइलो लिनु साथीहरू एकदम रमाइलो भइरहेको छ यो पर्खे गढीमा हामी यतिखेर पर्खे लाग्नमा छौँ बुढिन्दा नगरपालिका नम्बर 9 मा रहेको यो बाजुरा जिल्लाको एकदमै पर्यटक क्षेत्रको आकर्षण क्षेत्र बनेको छ साथीहरू यो सिजन भनेको चाहिँ एकदम मान्छेहरू टन्न आउने गर्दछ नेपाली यहाँ हामी आज पनि 400-500 भन्दा बढी मान्छे यहाँ आएका पर्यटकहरू आन्तरिक पर्यटक यहाँ आएका छौँ साथीहरू तपाईँ यदि हाम्रो पालिका नजिकको हुनुहुन्छ आसपासको हुनुहुन्छ भने आउनुहोस् रमाउनुहोस् होइन साथीहरू यो आन्तरिक पर्यटकको एकदम गन्तव्य बनेको छ पर्खेले यतिखेर यो सिजनमा हिउँको मौसममा भर्खरै आएको पानीले गर्दा हिउँ आएको थियो साथीहरू हिमपात भएसँग यहाँ सम्पूर्ण यहाँ आन्तरिक पर्यटक आउनुभएको छ साथीहरू हाम्रो यो आसपासका पालिकाका साथीहरू आउनुभएको छ र आज हामी पनि आएका थियौँ हामी रमाइरहेका छौँ अघिदेखि नै हामी रमाइरहेका छौँ एक कुरो रमाइरहेका छौँ तपाईँ देख्न चाहन्छु म साथीहरू उता पनि विभिन्न स्कुलका सङ्घ संस्थाका मान्छेहरू आउनुभएको छ साथीहरू हेर्नुहोस् पर्यटक यति हुनुहुन्छ नि
यतिखेर चाहिँ हामी लामासीमा आएका छौँ। यहाँ पनि त त्योभन्दा नजिकै यो मालिका पाटन दुर्गापाटन नजिकै देखिरहेको छ। त्यहाँ अगाडि तपाईँ देख्न सक्नुहुन्छ गाडी। यी गाडीहरू यहाँ पनि गाडीहरू छन्। मतलब मान्छे धेरै आउनुभएको छ यहाँ घुम्न। तपाईँ यी मोटरसाइकल देख्न सक्नुहुन्छ गाडी हुन्छ यी। यो हेर्नुहोस् यो एरिया। ओ माई गड, गाडी हेर्नुहोस् 5 गाडी यहाँ छन्। 5 गाडी, लगभग 10-12 गाडी उता छन्, 5 गाडी यहाँ छन्। ओ माई गड, यति रमाइलो छ साथीहरू। आउनुहोस्, तपाईँ आउनुहोस् प्लिज, कृपया तपाईँ भन्न चाहन्छु आउनुहोस् यो एरियामा भ्रमण गर्नुहोस् अनि आफ्नो आनन्द लिनुहोस् साथीहरू भन्न चाहन्छु। यहाँ हेर्नुहोस् त एकदम रमाइलो एरिया छ यहाँ। यो एकदम बेस्ट भ्याली रहेछ, मिनी भ्याली। तपाईँ यहाँ देख्न सक्नुहुन्छ यी मिनी भ्याली। तपाईँ यस क्षेत्रमा आउनुभयो भने प्लिज साथीहरू आउनुहोस्, यसमा इन्जोय लिन सक्नुहुन्छ। अबको लगभग 1 हप्ताभित्र आउनु होला, किनकि पछि यहाँबाट हिउँ गयो भनेपछि यहाँ त्यति रमाइलो हुँदैन। तपाईँ आउनुहोला होइन, रमाउनु होला, यहाँको आनन्द लिनुहोला। आन्तरिक पर्यटनको प्रवर्धनलाई सहयोग गर्नुलाई तपाईँ सहयोग गर्नुलाई भन्नु चाहन्छु। तपाईँ हामीले गर्दा नि यहाँको स्थानीय स्तरबाट नै हामीले यो आन्तरिक पर्यटन प्रवर्धन गर्ने हो हामी। तपाईँ राम्रोसँग आयो भने चाहिँ यो भ्याली हेर्नुहोस्, लगभग मिनी भ्याली नै छ यहाँ। एकदम राम्रो एरिया रहेछ साथी। यहाँ हेर्नुहोस्, तपाईँ देख्न सक्नुहुन्छ यहाँ गाडी पनि त्यति आएका छन् र उता पनि मान्छे अझै मान्छे टन्न छन्। उता पनि त्यति थिए, यहाँ पनि त्यति छ मान्छेहरू। लगभग यहाँ 300-400 भन्दा बढी मान्छेहरू आज आएका छन्। अब बिदाको सायद बिदा भएर होला। यहाँ अवलोकनमा टन्नै साथीहरू आउनुभएको छ, यहाँ आन्तरिक पर्यटन आउनुभएको छ। हामी लामासिममा छौँ साथीहरू। यो पोरखे लेकको लामासिम भन्ने ठाउँमा छ हामी त्यतिर। तपाईँ देख्न सक्नुहुन्छ यहाँ हिउँ यति रमाइलो छ। यो मिनी भ्याली बनाउन सकिन्छ साथीहरू। सानै भ्याली रहेछ यहाँ। म पहिलोपल्ट आएँ। त्यो चाहिँ बडीमालिका क्षेत्रको त्यो पाटन नजिक छ। तपाईँ देख्न सक्नुहुन्छ यता यो एकदम रमाइलो ठाउँ साथीहरू। यहाँ हामी लामासिममा छौँ साथीहरू। तपाईँ देख्न सक्नुहुन्छ यता यो दामी भ्याली छ, उपत्यका दामी भ्याली छ साथीहरू। एकदम रमाइलो एरिया छ साथीहरू। तपाईँ आउनुला, यहाँ घुम्नुलाई, यहाँको आनन्द लिनुला। प्रकृति प्रेमी तपाईँ हुनुहुन्छ भने आउनुला साथीहरू, प्लिज भन्न चाहन्छु साथीहरू। यहाँ कोही कमा राखिने गाडीको पनि भ्याइन मान्ने किरी छोरीहरूलाई गाह्रो भयो क्या छोरीहरूलाई अलिक गाह्रो भयो क्या। तिमीलाई पनि अगाडि राख्नु पर्थ्यो, काम त राख्ने अघि आइकिन अब केही दिन राकेटुको मिलाइहाल्थ्यौँ। अब ठिकै छ, गाडीमा जाने हो। हात्ती मगाइदिन्छु म। हात्ती मगाइदिने त्यही हो। एकदम बिस्तारै जाउँ। दुई गीत भनौँ न, दुई गीत लाउँ न। हजुर गीत लाउँ न, हजुर लाउँ न। भ्यू चाहिँ रमाइलो देखिरहेको छ साथीहरू। हेर्नुहोस् तपाईँ त हिउँ साँझ परिसकेको छ। हामी घर फर्किँदैछौँ।